मान्छे मुही खाएर पनि झ्याप हुँदो रहेछन्। यो भिडियो 18 वर्षभन्दा माथिकाले हेर्नु होला किनकि मेरो बुबु देखिरह तर चार्ज देखायो भने फेरि एउटा नगराउ न हुन्छ। त्यसलाई नि बखो त्यसलाई नि बखो त्यसलाई नि बखो। इस्मी सुशील छेत्री भ्लग्स मेरो भिडियो 4 महिना भयो बल्ल आज हाल्दैछु किनकि अब यस्तै मिल्यो। आज हामी खरवेटी आएका छौँ। यस्तो राम्रो आँप छ त्यहाँ देउड दिदीले दिनुभयो आफै आएर। होइन नि अब पहाड भनेको पहाड हो क्या। अलि पर यार कति गर्मी थियो तर यहाँ आइसी यति शीतल छ क्या। यस्तो शीतल छ यहाँ हाम्रो कमल छन् कान्छ रमाइलो छ। अब उसलाई अब कोही चाहनुहुन्छ भने गएर कमेन्ट गर्न सक्नुहुन्छ। मलाई नि गराइन्छ यहाँ बस्ने भने हामीले चाहिँ हैन एकदमै रमाइलो छ। रमाइलो छ यो कति पानी कति म त नाउँछु होला बे यत्रै पानी म त नाउँछु यार। हट त सुशील रमाइलो भइरह त कपाल मिलेको नरहेछ। कपाल मिलाइ कपाल त यस्तै छ। अब कपाल भन्दा उसको सबैले आफ्नो मन हेर हो कि कपाल हेरेर काम छैन। कालो थोपडा कालो भयो नि मन चाहिँ सफा हाम्रो उसको नि सफा गोरो तर पनि सफा। अब आज भिडियो हालम भयो हालिदिउँ। त्यहाँनिर चाहिँ बस्ने भने एउटा साथी छ त्यहाँ गहन कस्तो छ ठाउँ हेर्यौ नि बहुत राम्रो छ नि। हाम्रो साइन्टिस्ट दोस्त त्यहाँ छन्। ओइ यो आँप धोएर खानी हो कि धोएर खानी गर न। यस्तो दामी छ यार नि होला त्यहाँ ओए हिँड मुटु तर जे होस् ठाउँ राम्रो हो कि हेर न यस्तो दामी छ यार ठाउँ यार। आउनु होला हजुर पनि रमाइलो छ। तर यिनीहरूलाई मैले झडालेन कि त्यस्तो बाटोमा नि गर्ने हेभी ड्राइभर हो कि ड्राइभर नि हेभी यो बाइक नि हेभी छ नि त। हाम्रो स्प्लेन्डर भनेको स्प्लेन्डर हो क्या। 100 को तेल हालेर कति 4सम्म गइन्छ। राम्रो छ कि पुरा यति बनाएर खाम लाग्यो। ल भिडियो अगाडि हेर्दै जाऊँ। आज भलग आउँछ राति आज आउँछ कि भोलि आउँछ। आँप चाहिँ तल धोएर खामाइज धोएर खामा आँप सब। ल यहाँ चाहिँ हाम्रो यति हो ड्राई पिकनिक गर्न आएको छौँ हामी खाना। अब नाउनु नि त्यहाँ नि घर रहेछ यार। ओके यस्तो दामी आँप सबै त्यो मजै आऊ। ल गफाडी ओके दामी छ कि भ्यू। ल धुम धोएर खाम आँप। यो आँप धुन हो केही कुरा फल सुन न फलफुलहरू त्यत्तिकै खाने होइन कि धोएर खानुपर्छ क्या। अब चोरेर सुन पर्ने आवश्यकता त छैन यो हामीले चोरेर ल्याएको आँप होइन क्या। यो आँपलाई यसो ल दिदी खान्छमै भन्न खाउन त भाइ के भएर एउटा मागेको तिनवटा दियो भने यस्तो हुनुपर्छ क्या। 3 जना छ एकजनाले 1 घण्टा पुग्नु भन्न तिमी कस्तो आँप चाख्न त दामी छ लगाइछ आँप चाहिँ दामी छ। यो त अमिलो छ तर पनि ठिक छ। अमिलो त भइहाल्छ। पानी नाउने भनेको यस्तै छ तर पनि नाउँछु होला मैले अब। ल हाम्रो ड्राई पिकनिकको अनबक्सिङ गरेर साथी के आयो कतिको आइटम हो यो केटा धेरै होइन हाम्रो 1 करोडको भनौँ न ठिक्क फेकाम न 6-7 को यस्तो गरौँ सब दुईटा बाडा मात्र खराब होइन। यस्तो गरौँ के चटनी कम खामेसी त चटपटीमा चटनी मोलमला हुन्छ दुईटा 6 जनाला यसो अलि जन बसेर टक्कै बसौँ न सब पहिला बसेर टक्कै भइहाले निकाल बाडा त भेइन्छ सबै निकाल खाना पनि भेइन्छ कि तेरो सबै आफ्नो भाग देऊ। दुईवटा निकाल न दुईटा निकाल ल निकाल गाइज निकाल अमरा निकाल भेइन्छ फेरि तिमी चटनी तर राख चाट खायो भने फेरि एउटा नगराउ न हुन्छ। यसरी तोडेर आऊ क्या यसरी तोड्ने चटनी यसरी डोक्ने संस्कारी अब के अनि एउटा यस्तो बनाउनुपर्छ। खाऊ कमल केही भन्न चाहन्छ भन अनि पछि राम्रो छ भिडियो तर पानी कम भयो न त दामी थियो यार। छिटो खाना त भ्याइन्छ 2टा भइसक्यो अब 3टा हुन्छ योसँग छिटो खाऊ कि यसले कमल खाने तिमीले ए चटनी पख्यो यार पख्यो क्या खान्छु कि नै चप्पल मागो पुरा चार्ज भइगयो मोबाइलमा
मोबाइल चार्ज भइछ शान्त छ केटा उसले खाएर भइसक्यो मैले खाएर बोलिकन खानुपर्छ के मैले खाएर भइसक्यो उसले खाएन अझै खानामा त कम्प्रोमाइज गर्नुहुन्न काम गर्दा कम्प्रोमाइज गर्नुपर्छ बारको निकाल यो बनायो मै खाम हुन्छ आगे एक घन्टा के हुन्न अबे मिसिन्छ अब दुईटै निकाल भाग बाँड्दैन नि त बाँड न अझै चिसो यो प्लास्टिक चाहिँ हामीले यहाँ फाल्दैन भाइ लिएर जाने हो फाल्नु यहाँ खाएर बेस खाएर राखिदिनुहोस् मलाई दाउनले खानु के जाँड खानु मलाई बुद्ध भूमि मुई त्यो त भित्रबाट त जाँड हो नि त नि प्लेन बटर मिल्क तर दामी छ हेऱ्यो नि न पानी भरेर खानु पर्दैन धेरै खाएन मुला त्यो झाडा हेर्दै बस्छन् मुला साग साग फेरि कति ज्ञानी भयो कि एक गुडकी खाऊ यार एकले खाने भएन पाउनको सबै त्यस्तो खान हुन्न क्या म त कहिले ल्याएको आउने यार यार के टेस्ट नि नयाँ हो के यो पाउनको सबै झाडको झोल खाएर हातले ढलेर एक्लै यति नलाले यस्तै हुन्छ सिसन त खाने मामलामा इला देखाइदिउ न खाने मामला यस्तै हुन्छ लड्छन् पुरा खाना अरू काम गर्ने भए पुरा निकाल्यो म के खाने भाइ पालु भने जस्तो नि पैसा हाल्ने बेला नि त्यस्तै गरेन ढक्कन हामीले केही पनि फाल्दैनौँ है फाल्ने नि त्यस्तो गरिदिनु ढक्कन लाउने अनि यो प्लास्टिकमै फाल्छ प्लास्टिकमा यो यो लिएर जाने अहिले यो राख चटनी चाट्नुपर्छ अहिले चटनी बाहिर राख्नु चाट्नुपर्छ त्यही अलिक चटपटीमा हाल्ने क्या त्यही राख चटपटीमा हाल्न सही हुन्छ ल बनाऊ चटपटी खाम एकैछिन बसौँ टिकटक सिटक बनाइन्छ होला तर खाइयो गरेर थरी बेलुका घुमाउँ न त अझै एकछिन खानुपर्छ र पर्दैन हुन्छ ल अगाडि बढौँ फाला नफाला के हुन्छ केही हुन्छ नफाले पाएर चिसै छ नि यार ल ल एक गुन्डा मासला मेरोमा चिसो होइन त बे चिसो रहेछ यो चिसो रहेछ ल हैन एक गुन्डा जाम दुईटा आफ्नो भागले चाहिँ आनन्द के अबे यो चटपटी सिधा खाम लागि पान त्यहाँ हालौँ कि चिसो हुन्छ त्यही हाल तिमीले म त हाल्दैन मैले हाल्छु उसले पोख्यो खानाको कारण आधी त पोखेर भ्याऊ त्यही हो क्या नआत्तिकिन खाऊ न म त आत्तिन्न भन्ने क्या कति हुन्छ अनि यहाँ गएर फ्रिज यहाँ गएर त्यहाँ फालिदिने ल त्यो फ्रिज हो चिसो हुन्छ त्यहाँ अब आनन्द चिसो हुन्छ भने चाहिँ हुन्छ मुला त्यसलाई नि बोको साला मेरो बोकिन्छ कि भाइ पुरै हल्लेको त अनि ढक्कनसँग फाल्ने होइन है राख्ने हो सबैको पोख्यो मेरो मात्रै होइन मलाई त रमाइलो लाग्यो रमाइलो लागि भन्छ सारा कति रुख त यति पोख्दा कति यसको मन दुख्यो त 10 रुपियाँ खर्च भन्छ 30 को त्यो फ्रिजमा मेरो त्यो बोतल के भन्छ त्यो चिसो हुँदै बस्यो अब निकाल्छु फेरि कतिको चिसो भयो अरू भन्दा मोबाइलमा चार्जर छैन क्या यार चार्जर भ्याइँदा त्यही बनाउनु मिल्दैन क्या तैली रह त्यसलाई निकाल्ने कसरी हो बोतल यसरी यहाँ फाल्न लाने हो त्यो लिएर फालिदिने हो जहाँ यसलाई डस्टबिन हालिदिने हो अब मुटु माछा नि रहेछ नि यहाँ माछा नि छ माछा मार्न हुन्छ तर के गर्ने झन् तातो भयो या त तातो हो त भयो पानी त तातो हो त यस्तो हल्लाइ गर्छु यसरी कतिको उठ्दैछ हेरौँ ल अहिले यत्रो हल्लाउ तिमीले आफ्नो हल्लाउ न आफ्नो त बोतल हल्लाउ भनेको हुँदाखेरि त अर्कै नराम्रो कुरा होइन जाम मुटुहरू तर अझै भर्खर नखाम अहिले खामला किनकि त्यो खाएको पेट अलिक टुम्मा भयो यो कतिको माथि उठ्छ हेरौँ है यही एक्सपिरियन्स छ कि बढी क्या बच्चा आएको यार मेरो येमा 20 रुपियाँ त भ्याइए 20 को त भ्याइए पोखेर ल बिल गरेर चटपटी सिधै खानुपर्छ मुला आएको छ तेरो खान्छु नि त अनि हजुर दिन्छ होला दिन्छ त दिन एक कमी नै त साला भिडियोको लागि हो दिन दिन्छ त ठिक छ अहिले ठिक छ त अहिले देखाउने छ तिम्रो मनैमा सिउरी त्यहाँबाट त्यहाँ अब हिँड्दै निन्जा हतौडी ओए टिकटक बनाउँदा त टिकटक गर
तरी ल मोडल मोडल अब एकचोटि चाहिँ स्लोमा हान्छु एकचोटि स्लोमा राम्रो आउन के क्लियर आउन हेरौँ न एकचोटि राम्रो आउँछ कि अनन्त आइफोन किन किन्दैछ होइन 1 2 3 अब हामी जङ्गलभित्र जाँदैछौँ खजोरी हो कि कुसुम हो कि केटीमा जाँदै आउँदै र हाम्रो पत्तु जोशीले भने तिनी आफू पछाडि छन् उसले गुगल म्याप गरेको कि बाइचान्स सरायो भने उहाँ पुग्छ भनेर करम हो त्यो नि खान्छन् बाख्राले खान्छ त्यो हाम्रो बाख्राले यी कुसुम यहाँ त कुसुम हेर त ऊ माथि माथि देख्यौ देख्यौ किन फलेको ऊ देखिस् किन त्यो माथि चढ्न ऊ त्यहाँ के ऊ यहाँ हेर्दै देखिस् मैले देख्यौ चढ चढ्ने भने कोही होइन अलिक चढ्ने मै माथि तर पनि चढ्दिनँ फेरि म एक्लै छोरो हो नि त फेरि केही एमा कस्तो भन्छ चाह त यहाँ पाकेको एउटा यो यसलाई पाकेको भन्छ यो पाकेको तर कस्तो हुन्छ कमल खाना क्या मिलो छ यार खोज 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 त्यहाँनिर एमा चढ्ने एमा छ ठिक छ ए रहेछ म त उफ्रिन्छ है भिडियो न ल हामी अब माथि माथि चढ्दैछौँ पहाडतिर मुटुहरू त्यहाँ इम्लीको रुख रहेछ इम्लीको रुख रहेछ त्यहाँ काँचो तर पनि उसले छोड्दिनँ भनेर टिप्ने जाँदैन मजा आउँछ अरे क्या काँचो खाना नि यी इम्लीको रुख छ क्या त्यहाँ चढ्ने भनेको होइन ऊ फेरि त्यत्तिकै माडे गहन पहाड चढ्ने बित्तिकै दुखाउँछ यार चढ्ने मिल्दैन हो साँच्चैको बे खुट्टा पारिन्छ त जमानामा कति चढिन्छ यार अहिले इम्ली होइन मैले यो साइन्टिल त इम्ली मारेर लिएर आयो तर पनि इम्ली होइन रहेछ तर हो साँच्चैको हो भन्नु मान्छे तिमी हो नि त हो यार यार भन्ने मान्छेको हो तिमी हो नि त अनि योगदान हुन्छ चलास राम्रो हिँड मुला नत्तिकिन गर्लफ्रेन्डले छोडिदिने क्या यार गर्लफ्रेन्डको मेसेज आयो भने त पुरा हात्तै हो अब हामी पहिलाको ठाउँमा जान्छ त्यहाँबाट खाइन्छ भिडियो हेर्दै गर्नुहोस् किनकि अब चार्ज छैन 2-3% चार्ज हुन्छ गर्दा गर्दा भ्याइयो भने यो पाकेको चाहिँ जाबुन भन्थ्यो चाहम कस्तो हुँदैछ कडी पत्ता हो मिठो होइन यार अलिअलि गुलियो गुलियो हो त्यस्तो मिठो होइन अलिअलि गुलियो रहेछ मिठो होइन घाम छ यार अहिले त जाडो अहिले त अहिले त शीतल भयो घाम फेरि हावा लाऊ भर्खरै हावा लाऊ क्या अब धेरै कस्तो कुरा गर्छ अहिले यार अब हामी कहाँ जान्छौँ त मुटुहरू उसले भन्छ कि म उसको बिहा म आफ्नो बिहा गर्न जान्छु भन्छ यो खैर यो इम्ली हो क्या हो इम्ली यस्तै यस्तै हुन्छ क्या ऊ इम्ली हो महाकाशमा इम्ली हो ऊ हेर त ऊ उता यता ऊ पाके चढ न जाऊ माछा धेरै पाके यता नि छ यता नि हेर यता उति जता कति इम्ली हो सकिन्न तर पाक्न पाक्यो गिरेर हुनसक्छ सही भने ए यो भिडियो 18 वर्षभन्दा माथिकाले हेर्नु होला किनकि मेरो बुबु देखिरह ओ यार कसैले उ गर्नु त झारेका भने जान झारेका छन् एउटा छोडेन सबै लयो यताबाट देखिन्छ कि यहाँबाट देखिन्छ इम्ली हो कि होइन भन्ने इम्ली देन एउटा देन इम्ली खाइसक्यो देन आधी यति चाख्दैन इम्ली हो कि ए चढ्न यार आइसकेपछि चाह यति
रहिसक्यो तर तडिन्न कि यार उता नि छ उता त्यसले चाहिसक्यो त तोरीले त्यसले अर्को फेरि भेटा उसले मागेर उसले लैसक्यो अब मलाई त दिने मलाई त्यति नै सक्यो यहाँ त यसले फेरि यसले त भेटाइ गर्छ त यार तर राम्रो छैन यो कसम राम्रो छैन राम्रो त खाएँ राम्रो त खान्थे छैन माथि चढ माथि या यस्तो कोहीको दिया कोही राम्रो छैन लाखा त खा राम्रो त कहाँ दिने त्यसरी चढ्नेमा चढ नि त अब क्या यत्रो बाँदरलाई बोलाउन बाँदर चढेर झारिदिन्छ हाम्रो बदललाई पैसा नै एउटा केरा चाहिन्छ तिमीबाट केरा दिएको हुन्छ पित्राले फेरि अर्को भेटा यो राम्रो रहेछ मुलाले राम्रो हो यो त यसले यसको आँखा टाठो रहेछ कि भेटाए राम्रो हो बल्ल खायो यिनी मुटुले यस्तो यस्तो भिड जङ्गलमा लिएर हिँड्छ मुलाले इम्लीको खोजी गर्दा तल इम्ली खोज्दा हामी इम्ली हुन्छ भन्ने आनन्दै हुन्छ यस्तो छ केटा यहाँ भूत आउँछ थाहा कि नि भूत आउँछ यहाँ भूत पोका खोइ कहाँ टोक्ला फेरि मलाई हेर भूत आउनु सक्छ अनि बस यो कुराकानी कहिले टाढा रे यस्तो गुफाभित्रबाट खै रन्डे इम्ली महाधार खोल्ली इम्ली होइन तिमी यही देखेका हो क्या मुला दाना देखे त्यही हो क्या माथि रहेछ तर खोज यार फोकटमा इम्ली खानाभन्दा बढी त दुःखै भन्छ यार खानाभन्दा बढी दुःख भयो त आप माग्न जाऊँ न आप दिन्छ पैसाबाट हुन्छ पैसा ल्याऊ 5 रुपियाँ तेरा हजार डाल दिन्छ त त्यहाँ 5 रुपियाँ त 5 किलो होला जाम त पैसा देखा पैसा रहेछ बहुत धेरै रहेछ माको 5 किलो आफ किन्छु भन्छ 10 रुपियाँले उसको भरसामा नलागो जहाँ त त्यहाँबाट आनन्दै उतो मान्छेको अगाडि खाने त्यो मान्छेको भरसामा लाग्यो नि अगाडि त बढेन त्यही पनि अब के गर्ने अब चाँडो चाहिँ लान्छु भनेर लिएर गछन् जानु पर्यो अब के झन् म कसम हो जान भर्सा गर्ने होइन कि झन् त्यही पनि 210 रुपियाँ ल्यायो त्योभन्दा बढी ए उता गइसक्यो हामी यताबाट आँखौँ अब जोनबाट गइछौँ त्योबाट जाँदैछौँ उसले नयाँ बाटो देख्यो अरे गएको जाऊ है जाऊ उताबाट जाऊ है साथी जाम हामी बढी यहीबाट जाने गइन्छ यार उसको भौतामा लाग्यो नि झन् लेनेको दिए नै दाउरा रहेछ यहाँ जाम अब चटपटी बनाएको अब सिधै चटपटी बनाएकोमा यस्तो ठाउँमा गुफामा लुकी पुरा त्यो नि यहाँ आऊ ओहो किमला खान क्या यार उदय हाम्रो दोस्त पछाडि छिटो मुटु यसरी छिटो अब सिधै चटपट बनाएर खाने हो तिमी आयो किन सुसान बाहिर एकछिन मजा आउँछ बाटो फेरि कहाँ हिँड्दा कहाँबाट कहाँ पुग्यो थाहा छैन क्या कुलो रहेछ कुलो नआउँदा ऊ तिनी मान्छेले पहिला यिनी मान्छेहरू हेर है उसले पहिला के भन्यो उताबाट जाऊँ उताबाट चाँडै हुन्छ भन्यो हामी गएनौँ ऊ फर्केर किनकि उसले हामीलाई डुबाउनु खोज्छन् उताबाट गएको भए त हामी यत्रो यहाँ पुग्दा नि पुग्थेनौँ अब चटपटी खाना गइन्छ अनि अब के हुन्छ अघि हेरौँ भिडियो अब मोबाइलमा कति भयो 7-8% चटपटी पाउने भन्ने निक्लेको झरिसकेँ उताबाट त्यही उ गर्नु गएको थियो क्या त्यो इम्ली खोज्न र त्यो के भन्छ यार त्यसलाई
जाउनु खोज्नु गर्थ्यो तर डराउँछ नि त परि कपमा त्यो पेल्छन् डराउँछन्। सानो इम्ली रहेछ भन्ने के इम्ली होइन पसिनी भयो पुरा जङ्गल जस्तो। ल आजको यो भ्लग यहीँ अन्त्य गर्न चाहन्छु किनकि मोबाइलमा 3% चार्जर छ। हस्त भाइ टाटा। गए अब चटपटे खाएको भिडियो अब हाल्न सक्दिनँ किनकि त्यस्तै छ। बरु अब हामी अगाडि बढ्दैछौँ यसरी मुख धुनुपर्छ हामीले अर्ग्यानिक पानीबाट मुख धुनुपर्छ क्या। ल आजको भ्लग यहीँ अन्त्य गर्न चाहन्छु। हस्त भाइ टाटा। 4 महिनापछि भ्लग हालेँ। अब भ्लग हाल्न त मन थियो नि त्यही पनि हाल्न भन्दा हालिदिएको। हस्त भाइ टाटा। राम्रो लाग्छ भने फलो गर्नु नलाग्यो भने सबै गर्नुला। अब अर्को भिडियो बनाउनुला। हस्त भाइ टाटा। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। मेरो भिडियोमा एडिटिङ हुन्न किनकि मेरो मोबाइल तात्या पुरा तातेर फुट्नु। यस्तो भिडियो यस्तो एडिटिङ गर्दासम्म मोबाइल तातेको पुरा। त्यही भएर पछि अलि राम्रो मोबाइल किन्यो भने आइफोन राम्रो किन्यो भने खत्तर एडिटिङ हुन्छ। तर अहिलेको लागि यस्तो हेर्नु ल। हस्त भाइ टाटा।